होमस्टे खोल्नु भएको छ सर? चितलाङमा सबैभन्दा सुरुमा खोलेको नै मैले। यहीँबाट हो? मेरै कारणले हजुर सबै साथीभाइहरूलाई सिकाइ गर भने इमान्दारी बन्नु पर्यो है। हजुर कुनै पनि गेस्ट चाहे त्यो बच्चा आओस्, चाहे त्यो तरुणी आओस्, चाहे त्यो बुढो आओस्, सबैलाई आत्मीयता दिन सक्नु पर्यो। कसैको सामान केही छोडेछ भनेदेखि हजुर हजुर फोन गरिकन फिर्ता गर्नु पर्यो। त्यसरी मात्र टुरिज्म विकास हुन्छ। जस अहिले सरले होमस्टे सञ्चालन गरिरहनु भएको छ। अनि त्यसको साथमै यो बाख्रा पालन त भइगयो हुन्छ, चिजहरू यहीँबाट बिक्री हुन्छ। हजुर। अनि अहिले यहाँ होमस्टे कति भयो सर, होटल र होमस्टे गरी चितलाङमा? लगभग 25वटा भन्दा बेसी छन्। सरको शुभ नाम फेरि? मेरो अशोक कुमार सिंहठकुरी। ठाउँ थाहा नगरपालिका 9। हजुरको अब बाख्रा फार्म हामीले हेरिसक्यौँ होइन? हजुर। अब हामी चिज कसरी बनाउँछौँ हेर्छौँ है सर। हामी चिज फ्याक्ट्रीभित्र पस्दैछौँ। एकदम यो चिज होइन सर, हामी चिज फ्याक्ट्री फ्याक्ट्रीभित्र पस्दैछौँ। यो हुनु पनि पर्छ यस्तो। यो हाइजेनिक त छैन, त्यही भएर मैले अहिले भनेको छु। उहाँ एउटा विश्वविद्यालयको रूपमा हुनुहुन्छ। यो विश्वविद्यालयमा अब कम्तीमा पनि हामी नेपाली भनेर बाँच्न चाहने र नेपाली भएर नेपालको डेभलप गर्न चाहने मान्छेहरू यो विश्वविद्यालयमा आउनु पर्यो। यहाँ पनि लेखा छ। यहाँ यसो ल। र यहाँ सबैभन्दा एउटा प्लस पोइन्ट यो पनि छ, उहाँले यो लेख्नु भएको छ हजुरको। यहाँ चाहिँ टिकट चाहिँ हाम्रो के रहेछ? यो यहाँ नोट चाहिँ बाख्राको चिज फ्याक्ट्री अवलोकन गर्दा भनेर लेख्नु भएको छ। सङ्कलित रकमबाट भनेर लेख्नु भएको छ। त्यसमा उहाँले खर्च गर्ने कुरो लेख्नु भएको छ। शिक्षामा म 5% खर्च गर्छु भनेर लेख्नु भएको रहेछ। अनि धार्मिकमा 5% खर्च गर्छु, पर्यटक विकासमा 10% खर्च गर्छु। 100 रुपियाँ हो सर लेख्नु भएको रहेछ होइन? जम्मा 100 रुपियाँ लेख्नु भएको छ। अनाथ र अपाङ्गको लागि 10% खर्च गर्छु भनेर लेख्नु भएको छ। र यसले एउटा कुरो के छ भने यहाँको धार्मिक, सामाजिक, पर्यटकीय र अन्ध अपाङ्ग अनाथको लागि पनि यसले ठुलो टेवा पुर्याइराखेको छ भन्ने कुरा देखिन्छ। र यो सबैभन्दा राम्रो जान्छ। करायो है करायो। ल हामी यहाँ आयौँ। ल ल डबल नेक सिन्टहरू जाली अनि अर्को फिल्टर पेपर हुन्छ। हजुर। फिल्टर पेपरमा चाहिँ सोधी अहिले उता यसमा दुधलाई फिल्टर गरेको दुधलाई छानेर राख्नु। छानेको दुधलाई चाहिँ यो ट्याङ्कीमा चाहिँ पानी हुन्छ। यहाँ पानी। हजुर। अनि यो दुधलाई चाहिँ यसरी हजुर स्टिम बोइल गर्ने। स्टिम बोइल हजुर। डाइरेक्ट बोइल होइन। अब युरोपमा चाहिँ सबै इलेक्ट्रिकबाट चाहिँ मैले फ्रान्समा सिकेको, बेल्जियममा सिकेको चाहिँ इलेक्ट्रिकबाट चाहिँ सबै हुन्छ। अब नेपालमा त्यो सिस्टम त छैन। अब अहिले पनि मैले भने के बिनाको के भने जस्तो हो होइन? अनि फेरि त्यति हो यहाँ पानी राखेर यहाँ दुध राखेर यो दुध स्टिम बोइल भयो। हजुर। डाइरेक्ट हिटबाट नगरिकन 75 डिग्री सेल्सियसमा चाहिँ पास्चराइज गरिन्छ। त्यसलाई फेरि हार्ड चिज बनाउने हो भने चाहिँ 35 to 40 डिग्री सेल्सियसमा चाहिँ कुल डाउन गरेर कल्चर रेनेट राखेर दुधलाई जमाइन्छ। 1 घन्टा छोडिदिने, 1 घन्टा पछाडि जमेको दुधलाई 1 सेन्टीको दरमा मसिनो गरेर काट्ने। पछि अन्तिममा त्यो बिगोटीको जस्तो अवस्था निक्लिन्छ। अब कतिपय मान्छेले पनिर भन्छ। पनिर बनाउने भनेको त कागती अथवा अमिलोपन हालेर दुधलाई फटाउने हो। अनि फेरि मान्छेहरू फटाउने हो भन्छ। अब कसरी भन्ने? नेपालको ऊ त होइन, यो खाने वस्तु होइन। फटाउने भन्ने कि पकाउने भन्ने कि कसरी बुझ्छ? कन्फ्युजन छ त्यो चिज होइन? त्यस कारणले चाहिँ यसरी उ गरिन्छ। जस्तो हो कोटको नाम के त नेपालीमा? अर्को छ, अर्को शब्द छैन। कोट नै। यही बाख्रा विकास फर्मबाट चाहिँ सहयोग गरेको। बस अब यही नै हो चिज।
हार्ड चिज यो चिज अब बाख्राको चिज चाहिँ यही हो हजुर यो चाहिँ हार्ड चिज भयो हार्ड राइट चिज, अनि यो हार्ड चिज र सफ्ट चिजमा चाहिँ फरक के त बनाउने मेथड नै फरक छ ए सफ्ट चिज बनाउनलाई कडो बनाएर बनाइन्छ दही 24 घन्टा बाल्टिनमा राखेर अनि फेरि जस्तो वरिपरि सबै पालै पाल्छ लिक्विड जति चाहिँ लबिङ हुन्छ ठोस वस्तु मात्र बन्छ यो तयारी हुनको लागि चाहिँ 2 महिना लाग्छ भनेदेखि यो तयारी सब चिज तयारी हुनको लागि चाहिँ 1 हप्ता लाग्छ यही एउटा एक थरी सफ्ट चिजलाई हजुरलाई के स्वाद मनपर्छ म आफ्नो 100 थरीको चिज बनाइदिन्छु स्वादमा एकजना अब बिजनेसको कुरा गर्ने हो भनेदेखि हजुरलाई कागतीको फ्लेभर सिनेमनको फ्लेभर मनपर्छ भनेदेखि हजुर त्यही लिनुहुन्छ नि त्योभन्दा डिफ्रेन्स फ्लेभरको पायो भनेदेखि फेरि अर्को स्वाद के टेस्ट गर्नलाई भनेर हो अनि एकजनाले एउटा कप लग्ने मान्छेले 5 वटा कप लाग्छ इजरायलीहरूले लाभाने चिज भन्छ त्यो इजरायलीहरूले खाने लाभाने चिज पनि म बनाइदिन्छु यो चिज 2 महिनामा यो फाइनल भयो अब फाइनल भयो 2 महिना लाग्छ 2 महिना लाग्छ अब हामीले यसलाई अब के गर्नु पर्छ विदेश पठाउन सक्ने भयौँ अब हजुर। यो हामीले अब बाहिर पठाउने चिज भयो होइन हजुर। विदेश निर्यात सर यो गर्न 2 सक्ने महिनासम्म कहाँ राखिन्छ अलिकति अब अहिले पनि भयो भने हजुर यसलाई कोल्ड रुममा राख्नु पर्छ कहाँ राखिन्छ सर यो उता अब फ्रिजमा ए, नेपालमा कोल्ड रुम छैन। फिल के गर्नु अब त्यो आफ्नो आङ बनाएर बनाएर आफूले सार्नु हाल्नु भन्ने जस्तो हो छानो उगाउने भने जस्तो भने जस्तो अब भयो। सर यो अब यो कति छ आधी किलो छैन यो 350 400 ग्राम यो 1 किलो बराबर कति पैसा यो एक पिसको चाहिँ 1500 पर्छ 1500 पर्छ किलोको चाहिँ 4000 रुपियाँ 4000 पर्छ यो तयारी अब बजार जान्छ हजुर कहाँ हुन्छ सर यो यो काठमाडौँको रेडिएसन हाइट अब विभिन्न ए फङ्गलको प्रायः अहिले पठाइरहनु भएको छ हजुर। अँ। यो फङ्गस खाने हो भनेदेखि डाइरिया लाग्छ लाग्छ अँ। यी चिजकोले केही नि गर्दैन त्यस्तो हुन्छ को के अरे भने उहाँको यो चाहिँ उहाँको सोरुम सोरुम। यो सोरुम भयो यो सोरुम अनि फ्याक्ट्री चाहिँ तल तल फ्याक्ट्री पनि हामीले हेऱ्यौँ अशोक सरको है अनि यहाँबाट बेचिन्छ होइन सर हजुर। यहाँ बेचिन्छ यो भनिदिनु त कस्तो 2 खालीको छ यो सब चिज हो यो चाहिँ हार्ड चिज भयो हजुर यसैलाई धेरै किसिमको हजुर यो हर्ब्सहरू राखेर बनाउन सकिन्छ अर्ग्यानिक त्यो केमिकल फ्लेभर राखेर होइन ए हजुर 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 अनि यो चाहिँ एउटै थरीको हो हजुर यसलाई चाहिँ अब पिज्जामा ब्रेडमा जसरी खान्छ हजुर। त्यसरी खान सकिन्छ